सम्पूर्णमा नमस्कार। आज मिति 2081 साल चैत 12 गते मंगलबारको राशिफल यस प्रकार रहेको छ। मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिन सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ। पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ। आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थयात्राको प्रशस्त सम्भावना रहेको छ। व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ। वृष राशि। वृष राशि हुनेहरूको लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन अलि सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ। तापनि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्याङ्कन भए पनि फल पाउन समय लाग्न सक्छ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्नेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आजको दिन मान सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ। चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आज सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनज्ञ धन आर्जन होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आजको दिन पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बावजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि आज रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने समय छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि आजको दिन काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख सुविधा प्राप्त हुनेछ। घरेलु प्रयोजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ। धनु राशि। धनु राशि हुनेहरूको लागि आज शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्म सञ्चय गर्ने समय छ। सामाजिक कामले नाम दाम र इनाम दिलाउनेछ। मिहिनेत गर्दा कीर्तिमानी कामको यस लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि आजको दिन काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। स्वास्थ्यमा कमजोरी देखा पर्नुका साथै उपचारमा खर्च हुने योग छ। हुलमुलमा धनमाल हराउन सक्छ। सचेत रहनुहोला। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि आजको दिन अलमल गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी प्रशस्तै भए पनि रकम सञ्चय भने नहुन सक्छ। मीन राशि। मीन राशि हुनेहरूको लागि आज सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनु पर्नेछ। प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। पछिका लागि भने विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ। ऋण शत्रु र रोगबाट सजग रहनु पर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजाएर रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
हवस् त आजलाई राशिफल यति नै। कृपया ध्यान दिनुहोस् कि राशिफल सामान्य मार्गदर्शनको लागि मात्र हो। व्यक्तिगत निर्णयहरूमा आफ्नो विवेक र परिस्थिति अनुसार विचार गर्नुहोला। आजको तपाईको दिन शुभ रहोस्। नमस्कार।